नयाँ आइपिओ खुलिसकेको छ है। अनि यो आइपिओ भर्नुभयो भने तपाईहरुको भाग्य पनि यस्तै गरी धपी बल्नेछ हो। यस्तै गफ हानेर हामीहरुलाई नेफ्राको डेभेन्चर भिडाउन खोजिदै छ। डेभेन्चर भनेको एउटा लोन हो, आइपिओ हुँदै होइन। अनि यसमा हालेर 10-15 हजार रुपैयाँ कमाउने आशा यदि तपाईहरुले बोक्नु भएको छ भनेदेखि त्यो भरोसाहरु यसै गरी धुवा जसरी उडेर जानेछ। सीमित भ्युजको लागि नेफ्राको डिभेन्चरलाई आइपिओ भन्दै भिडियो बनाएर भ्युज खाने खेती मात्र भइराखेको छ। तर याद गर्नुहोस् यो कुनै आइपिओ होइन, यो त केवल एउटा लोन हो। अनि यो लोन 1000 रुपैयाँ एक युनिटको पर्छ भने जम्मा 25 युनिट चाहिँ कम्तीमा भर्नुपर्ने हुन्छ। त्यो भनेको तपाईहरुको पैसा 25,000 रुपैयाँ त स्वाहा। अनि यसले एक वर्षमा तपाईहरुलाई 6% रिटर्न दिन्छ। 1000 रुपैयाँको 60 रुपैयाँ एक वर्षको कमाई भएन त मालामाल। कहाँ आइपिओ भरेर जाब 1000 को 10-15 हजार रुपैयाँ बनाए बस्नु। डेभेन्चर भनेर भन्नी झ्याप्प भर्दिनी 1000 को 60 रुपैयाँ कमाउने। अनि अर्को कुरा, यो मेरो शेयर भन्ने एपले पनि जे आयो त्यसैलाई आइपिओ भनेर देखाइदिन्छ। म्युचुअल फन्ड आए पनि आइपिओ, डिभेन्चर आए पनि आइपिओ, अनि आइपिओ नै आएको बेलामा पनि आइपिओ। त्यसैले नझुक्किनु होला। त्यो मेरो शेयरमा यसरी आइपिओ भनेर लेख्यो भन्दैमा तपाईहरुले आँखा बन्द गरेर ज्यापजुप नभर्दिनु होला। नत्र फेरि डेभेन्चर र म्युचुअल फन्ड जस्तो चीज परेर 1000 को 5000 10,000 रुपैयाँ कमाउने तपाईहरुको सपनालाई चौटा खाना गाकी बुढी झोलमा डुबेर मरी बनाइदिन्छ। त्यसैले आफ्नो पैसाको सुरक्षा आफै गर्नु होला। हस्त गर्मी छ, स्वस्थ रहनु, मस्त रहनु। अनि यो डेभेन्चरलाई आइपिओ भन्दै बेचाउन खोज्ने यो इन्फ्लुएन्सरहरुबाट चाहिँ सजग रहनु होला।